शुभ प्रभात। तपाईहरु सन्चै हुनुहुन्छ होला, आराममै हुनुहुन्छ होला, कुशल मङ्गल छ होला भन्ने कामना गर्दछु। हामी अहिले यो बालाजु हाइट एरियामा छौं है। बाटो अलि साँगुरो छ। हिजो बारा सिमरामा के भएको हो त्यस्तो? ओहो, पुरै झडप भएछ नि त। जेनजी युवाहरू भर्सेस एमाले कार्यकर्ताहरू बीच झडप भइरहेको रहेछ। तनावपूर्ण स्थिति भयो। कर्फ्यू पनि लागेको रहेछ हैन? कर्फ्यू लाग्यो, ती सबै कुराहरू भएको छ। अब यो जेनजी र एमालेको कार्यकर्ताहरू बीच जे कुराहरू भयो त्यसले चाहिँ जुन भदौ 23 र 24 गते चाहिँ जेनजी मुभमेन्ट जुन भएको थियो नि, त्यसको झिल्को चाहिँ अझै पनि पूर्ण रूपमा निभिसकेको छैन है भन्ने कुराको संकेत गरेको जस्तो लाग्छ मलाई। त्यो झिल्को चाहिँ अझै बाँकी छ है भनेको जस्तो लाग्छ मलाई। किन भन्दाखेरि कतै न कतै जेनजी हुन त जेनजीहरू पनि धेरै हुनुहुन्छ। जेनजीहरूमा पनि युनिटी त देखिया छैन। जेनजीका पनि विभिन्न गुट उपगुटहरू विभिन्न समूहहरू छन्। उनीहरू पनि एउटा एक ढिक्का भएर अगाडि आउन सक्नु भएको छैन। तैपनि जति जेनजीहरूको समूह छ सबैको मागहरूलाई विश्लेषण गरेर हेर्दाखेरि चाहिँ उनीहरूको माग भनेको त्यही भदौ 23 र 24 गते संलग्न राजनीतिक व्यक्तित्वहरूलाई चाहिँ कारबाही गर्ने अनि भ्रष्टाचारीहरूलाई छानबिन गर्नुपर्ने यस्तै कुराहरू छन्। अब अलिकति संविधान चाहिँ संशोधन गरिनुपर्ने जनताको हितमा यी सबै मागहरू थिए। अब अहिले जुन बनेको अन्तरिम सरकार छ, सुशीला कार्कीको नेतृत्वमा भएको अन्तरिम सरकार, हुन त सरकारले पनि आफ्नो काम गर्दै होला। अब सबै कुराहरू गरिहाल्न अलिकति समय पनि लाग्न सक्छ। अब 2 महिना त भइसक्यो। त्यो सबै कामहरू ती सबै मागहरू सम्बोधन गर्ने क्रममा नै होला। ती मागहरू सम्बोधन नभएको अलिकति फ्रस्ट्रेसन र आक्रोश पनि हो कि भन्ने पनि मेरो सोचाइ हैन। एउटा त्यो पनि छ। अनि अर्को कुरा चाहिँ अब अर्को पक्षले चाहिँ यो जेनजी नभइकन अरु नै पार्टीहरू संलग्न भएर गराइएको मुठभेड हो भन्ने कुराको चाहिँ आरोप लगाएका रहेछन्। म चाहिँ यसमा के भन्न चाहन्छु भन्दा आरोप लगाउने त आफ्नो ठाउँमा छँदैछ, तर अलिकति आफ्नो तर्फबाट पनि केही कमी कमजोरीहरू भएको छ कि हैन, त्यो पनि अलिकति विश्लेषण गर्नु पर्यो। आरोप लगाउन त पाइन्छ, नपाउने हैन, तर आरोप लगाउँदै गर्दाखेरि आफ्नो पनि कमजोरीहरू भएका थिए कि छन् कि आफूले पनि केही सुधार गर्नुपर्ने हो कि हैन भन्ने कुरा बिर्सनु पनि हुँदैन हैन। त्यो सबै कुराहरू पनि यथार्थता हो, त्यसलाई पनि हामीले एकदमै नजरअन्दाज इग्नोर गरिहाल्न सकिँदैन। एउटा त्यो चाहिँ गर्नु पर्यो। अझै मलाई त डर के थियो भन्दा महेश बस्नेत र शङ्कर पोखरेल अझै काठमाडौँबाट प्लेन पनि चढ्नु भएको रहेन रहेछ कि। उहाँहरू अझै प्लेन चढेर सिमरामा ओर्लिएर अनि त्यसपछि उहाँहरू चाहिँ एयरपोर्टबाट बाहिर निस्कने क्रममा बाटोमा अथवा गेटनेर अथवा हस्पिटलको जुन प्रेमिसेस छ गेटहरू त्यहाँनिर चाहिँ त्यस्तो घटना भएको भए चाहिँ अझै त्यो जोखिमयुक्त हुने थियो हैन। त्यस्तो चाहिँ हुन पाएन। कसैको चाहिँ भौतिक आक्रमणमा कसैले पर्नु नपरोस्, त्यस्तोमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने नै हाम्रो चाहना हो। सबै कुराहरू शान्तिपूर्ण हिसाबले अगाडि बढुन् भन्ने नै हाम्रो चाहना हो। तर त्यो चाहिँ युवाहरूको आक्रोश नै जस्तो लाग्छ मलाई। त्यो मेरो फेरि आफ्नो व्यक्तिगत पर्सनल एकदम नितान्त व्यक्तिगत सोचाइ हो। त्यसलाई फेरि हजुरहरूले त्यो त जेनजीको समर्थक रहेछ, अरू पार्टीहरूको चाहिँ यो विरोधी रहेछ भनेर सोच्नु होला। त्यो चाहिँ पक्कै पनि होइन। म चाहिँ एउटा नितान्त विशुद्ध नेपाली नागरिक हुँ। म कुनै पार्टीसँग संलग्न भएको व्यक्ति पनि होइन र कसैको एकदमै हार्डलाइनर सपोर्टर पनि होइन। जसले राम्रो काम गर्छ म त्यसको सपोर्ट गर्ने हो र जसले नराम्रो काम गर्छ म त्यसको चाहिँ गल्ती औलाउने र विरोध गर्ने मान्छे हो हैन। अब म चाहिँ हाम्राले गरेका सबै राम्रा र विरोधीले गरेका जस्ता हरेक नराम्रा कुराहरू पनि राम्रा भन्ने मान्छे होइन। म चाहिँ राम्रोलाई राम्रो, चाहे त्यो मैले मन परेको मान्छे नै होस्, अथवा नराम्रोलाई नराम्रो, चाहे त्यो मैले एकदमै मन पराएको मान्छेलाई नै होस्, त्यस्तो भन्ने प्रकृतिको मान्छे हुँ। र
आफ्नो चाहिँ भ्यू होइन, आफ्नो चाहिँ भर्जन यस्तो भयो भने यस्तो होला भनेर चाहिँ राख्नु पनि पर्छ कतिपय ठाउँहरूमा होइन। किनभने ती सबै कुराहरू चाहिँ हजुरको के हुन्छ त भन्दाखेरि त्यसले पनि अलिकति समाजमा अलिकति राम्रो चाहिँ हजुरको छाप छोड्छ जस्तो मलाई लाग्छ ती कुराहरूले पनि। अनि अर्को कुरा भनेको चाहिँ हिजो एनपिएल हेर्नुभयो त? एनपिएलमा चाहिँ हजुरको त्यस राम्रो म्याच भयो हिजो। सुदूरपश्चिमले जित हात पार्न सफल भयो। सुदूरपश्चिम गत वर्षको एनपिएलको पनि फाइनलमा पुगेर जनकपुरसँग हारेको थियो। थ्रु आउट दि टुर्नामेन्ट एकदमै उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिमले चाहिँ जनकपुर बोर्डसँग फाइनलमा हार बेहोरेको थियो। र यो पालि पनि उसले विजयी सुरुवात गरेको छ सुदूरपश्चिमले। हेरौँ के हुन्छ, सबै कुरा राम्रो नै होस् भन्ने चाहना गरौँ। अनि अर्को कुरा मैले हजुरहरूलाई भन्न खोजेको भनेको चाहिँ जुन बन्चरे डाँडाको कुरा फेरि निस्किया रहेछ। बन्चरे डाँडा सिस्टोलका स्थानीय बासिन्दाहरूले काठमाडौँबाट गएको 4 ट्रकलाई चाहिँ रोकेछन् या फर्काइदिएछन् होइन। त्यो अस्ति भर्खर सम्झौता भएको जस्तो लागिरहेको थियो। कुलमान घिसिङ हाम्रो शहरी विकास मन्त्री कुलमान घिसिङज्यू गएर अनि सम्झौता गरेर अनि मागहरू सम्बोधन हुने भयो भन्ने हिसाबले चाहिँ उनीहरूले चाहिँ समर्थन जनाएका थिए र 4 विसर्जन चाहिँ पुनः सुरु भएको थियो। र फेरि हिजो त्यो कुरा आयो, फेरि 4 रोक्न बन्द गरियो भनेर। कस्तो जाम हो बाफ रे बाफ। यो बस पार्क एरिया चाहिँ सधैँ यस्तै जाम हुने कि यो ठुलो गाडीहरू निस्कनु पर्ने भएर हो कि बस पार्कबाट होइन। अर्को कुरा यो पुल पनि एकदमै साँगुरो भइसक्यो। यो बोटल नेक जस्तो हुन्छ, सबै यहीँ आएर गाडी थुप्रिने, त्यो क्रस गर्न नै एकदमै गाह्रो भइसक्यो। अब यो यस्तो रोन्नति पनि हुँदैन, कहिले फराकिलो हुने हो, सधैँ यस्तो शास्ति खेप्नुपर्ने। कति पेट्रोलहरू एक्स्ट्रा चाहिँ चाहिरह होला गाडीलाई, गाडीको ब्रेक कति खिरा होला, टायर कति खिरा होला होइन। त्यस्ता सानसाना सूक्ष्म घाटा कति भइरह होला। त्यही त अब मैले भन्दै थिएँ जुन सिस्टोलको कुरा चाहिँ त्यही त मागहरू थपियो भनेर पनि कुरा सुनियो होइन। अब हजुरको चाहिँ एउटा त मागहरू पुरा भएको छैन। पहिलाका सम्झौताका मागहरू भने चाहिँ त्यो अविलम्ब त्यो कार्यान्वयन चाहिँ भइहाल्नुपर्छ। किन भन्दाखेरि हामीले सोचौँ 1-2 दिन हाम्रो घरबाट 4 उठेन र घरमा 4 राख्नु पर्यो भने त्यो कति हामीलाई चाहिँ असह्य पीडा हुन्छ होइन। त्यसको गन्ध, त्यसको चाहिँ सबै कुराहरू 4ले गर्दाखेरि हामी घरमा नै बसिन सक्नु अथवा चाहिँ घरको बाहिर 4 राख्यो भने पनि सम्पूर्ण वातावरण नै एकदम दुर्गन्धित र दूषित हुने गर्दछ नि त। अब त्यो हेर्दाखेरि सम्पूर्ण यो भ्यालीको 4 जति सबै त्यहाँ लगेर राख्दाखेरि त्यहाँको वातावरण र त्यहाँको चाहिँ हजुरको पर्यावरणमा चाहिँ कति असर परेको होला अथवा चाहिँ कति बसिन सक्नु भएको होला भन्ने कुरा त त्यो सत्य हो नि त होइन। त्यो भएको कारणले चाहिँ भनिन्छ अब त्यो अलिकति 4 फाल्दा त्यो 4हरू चाहिँ अलिकति बाहिर बग्न सुरु भएर अनि त्यो 4को लिचडहरू हुन्छ नि, त्यसले चाहिँ त्यो त्यहाँको पानीलाई नै अलिकति प्रदूषित गरिदिएको र अलिकति स्वास्थ्यमा नकारात्मक असर पनि परिसकेको भन्ने पनि सुन्नमा आएको छ। त्यही भएको कारणले 4 विसर्जन गर्दाखेरि चाहिँ अलिकति सतर्कतापूर्वक र अलिकति स्वास्थ्यलाई पनि ध्यानमा राखेर चाहिँ 4 विसर्जन गर्नु पर्यो। र अर्को कुरा चाहिँ मागहरू के रहेछन् भन्दा अब हजुरको चाहिँ सरकारी अस्पतालमा काठमाडौँमा स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने, अनि त्यसपछि रोजगारीको व्यवस्था होइन, अनि त्यसपछि पूर्वाधार विकासहरू त्यो ठाउँको त्यस्तै रहेछन्। अनि यदि त्यो कार्यान्वयन भएको छैन भने चाहिँ एकदमै द्रुत गतिमा फास्ट ट्र्याकको हिसाबले नै कार्यान्वयन हुनु पर्यो होइन। त्यो उनीहरूलाई पनि गाह्रो छ नि त त्यस्तो 4हरू त्यहाँ ल्याएर राख्नु दिएर आफूलाई चाहिँ जीवन नै अलिकति कष्टमय बनाउन त्यति सही त छैन। हामीले त्यो पनि एउटा चाहिँ विचार गर्नुपर्ने कुरा हो। र अर्को कुरा चाहिँ फेरि मागहरू अहिले एकदम हतारमा थपियो भनेर पनि कुरा सुनियो। जस्तै त्यहाँ 2टा पालिका रहेछ, 2टा पालिकामा चाहिँ 3-3 करोड दिने कुरा भएरै छ। फेरि अहिले अकस्मात
त्यो त्यसको रकम बढाएर चाहिँ 6 करोडको चाहिँ माग गरियो भनेर पनि सुनिन्छ। अब यसरी चाहिँ छोटो समयमा एउटा सहमति भइसकेपछि तुरुन्त फेरि चाहिँ सहमति तोडेर माग बढाउनु भनेको फेरि त्यो पनि राम्रो कुरा होइन। यदि त्यो सत्य रहेछ भने त्यस्तो गर्दा पनि त्यति राम्रो सन्देश जाँदैन होइन। त्यो भएको कारणले चाहिँ विन एन्ड विन सिचुएसन लिएर चाहिँ अगाडि बढ्दा ठिक होला। के भन्दाखेरि सिस्टोल र बन्चरी डाँडाका जनताहरूलाई पनि मर्का नपरोस् र फोहोर विसर्जनको काम पनि एउटा सुचारू हिसाबले अगाडि बढोस् भन्ने कुरालाई नै हामीले चाहिँ एकदमै ध्यान दिनुपर्छ। र अर्को कुरा भनेको यो कुहिने र नकुहिने छुट्याएर कुहिनेलाई चाहिँ मल बनाउने अनि यो सबै कुराहरू जुन सुरुमा बालेन आउने बित्तिकै यो कुरा उठेको थियो त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन। त्यो मैले कार्यान्वयन होला भनेर चाहिँ मैले पनि आश गरेको थिएँ, तर त्यो खासै अगाडि बढेन। त्यो कुरालाई पनि नबिर्सिकन त्यो कुरालाई पनि अगाडि बढाउँदा राम्रो हुन्छ कि भन्ने मेरो सोचाइ अथवा मेरो सानो सुझाव तपाईहरूलाई। कुहिनेलाई कुहाएर मल बनाऊ, त्यस्तो भयो भने हामीलाई मलको कमी पनि हुँदैन। जुन वर्षौँदेखि नेपालमा चाहिँ एउटा मलको कमी भयो, मल किसानहरूले पाएनन् भन्ने कुराको झन् अर्ग्यानिक र एउटा खाद्य यो खादवाला मल चाहिँ पाइयो भने झन् यो प्राङ्गारिक र रासायनिक मलभन्दा त्यो राम्रो पनि हो। र अर्को कुरा चाहिँ नकुहिने सामानहरूलाई चाहिँ रिसाइकल गरेर फेरि युज गरेर पनि सकियो। ती सबै कुराहरू भए त्यसमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ। अब यो कुराहरू चाहिँ अब अलिकति मिलाउनु पर्ने छ। एम्बुलेन्स आएको छ, बाटो छैन। ल जानुस् 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 हजुर जानुस्, बाटो अलिकति छोडिदिउँ एम्बुलेन्सलाई। एम्बुलेन्सलाई बाटो छोडिदिनु होला कृपया। त्यहाँ बिरामी हुनुहुन्छ जसलाई पनि पर्न सक्छ गाह्रो, बाटो छोडिदिउँ। एउटा सभ्य नागरिकको परिचय दिउँ, जति सकिन्छ आफ्नो तर्फबाट चाहिँ सहयोग गर्नु होला। ल ठिक छ, एम्बुलेन्सले पास पायो। कस्तो जाम भएको आज, बाफ्रे यस्तो जाम त अरू बेलामा त त्यति हुँदैन थियो। आज त एकदमै इन्टलरेबल जाम छ त। किन यस्तो जाम भयो? यस्तोमा चलाउन पनि गाह्रो कि। अब बाइकहरू हुन्छ यता पुरै छोइएला, लेफ्ट एन्ड राइट जज गर्न पनि गाह्रो छ। एम्बुलेन्स जान पाएन। हतार नगरौँ साथीहरू, एम्बुलेन्सलाई जान दिउँ कृपया। त्यहाँ जुन बेलामा जसको बिरामी पनि हुन सक्ने सम्भावना छ उहाँलाई पहिला प्राथमिकता दिउँ एम्बुलेन्सलाई। अन्त विदेशमा डेडिकेटेड एम्बुलेन्स फायर ब्रिगेड होइन, दमकल एम्बुलेन्सको लाइन छुट्टै हुन्छ। नेपालमा अब सामान्य लाइन त छैन बाटोमा, एम्बुलेन्सको दमकलको लाइन त अब के धेरै परको कुरा भयो। आकाशको फल आँखा तरी मर भन्छ नि, त्यो प्रकारको। लौ न हो लौ न, कस्तो जाम हो, प्याथेटिक छ यार कन्डिसन। यो साइडको लोत्से मल हो, सिसाहरू सबै फुटेको थियो यो जेन्जी आन्दोलनमा। अहिले सिसाहरू सबै मर्मत गरिसकेको छ, बाँसको त्यो भर्याङ जस्तो बनाएर गरिरहेको रहेछन् कामहरू। यो हरेक आन्दोलनमा चाहिँ हजुरको फुट्ने भनेको एउटा लोत्से मल र अर्को चाहिँ भाटबटेनी, यो दुईटा चाहिँ हरेक आन्दोलनमा फुट्ने गर्दछ। हुन त इन्स्योरेन्स क्लेम होला, तैपनि अब कुनै संरचनाहरू देशको त्यसरी फुट्नु राम्रो त होइन, घाटा त देशलाई नै लाग्छ नि त होइन। ल फाइनल्ली अलिकति राहतको महसुस भयो जामबाट। बाइकहरू कृपया आफ्नो लेनमा आउनु होला।